Yeah man, freestyle. यो माछा मार्ने ठाउँ यो, माछै मार्ने ठाउँ हो। यो हो हाम्रो पोखरा। ओ फ्रीस्टाइल भ्लग है त गाइजहरु, फ्रीस्टाइल। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज छुट्टी थियो हैन, छुट्टी भएर के गर्ने, बिहानदेखि बत्ती छैन। मलाई त कस्तो रिस उठिसक्यो। अनि बत्ती छैन, सुशान्त चाहिँ माछा मार्न गएको थियो कि त्यसले फोन हान्यो के गर्छ सुभाषले, हामी यहाँ बत्ती नभए लाभ भएर बस्यौँ भने। अनि त्यसपछि आइज नि त भन्यो। अनि हामी पनि जान लाग्यो। अब त्यसो भएर रेडी भइसक्यो म। बत्ती आएर किन हो, बत्ती रिस उठ्ने गरेको बत्तीले छुट्टीको दिनभरि लाग्यो है त साथीहरू माछा मार्न। यस्तो काममा बत्ती नबिसी के गर्नु त अब, रिस उठ्ने। गाइज हामी चाहिँ अहिले डेन्स साइड आइसक्यौँ। डेन्स साइड आइसक्यौँ हामी, अब डेन्स साइड आइसक्यौँ। अब हामी जाँदैछौँ। देख्न सक्नुहुन्छ घाम, टन्ट पुरै घाम लागेको छ गाइजहरू होइन। हेर्दै जानु होला हामी के गर्छौँ। आज बत्ती नभएको दिन, गणतन्त्र दिवसको दिनमा हामी कसरी मनाउँदैछौँ भनेर आज किन्दैछौँ है गाइज हामी यहाँ। लगाइ यसले मलाई रेन्जर पोको खाएन, ठिकै छ। अब चाहिँ हामी बक्सेर आयौँ। हेर्नु सक्नुहुन्छ बच्चाहरू बडी हेरेर आइरहन्। कता हो नरान लगाएर पानी किनेको पानी हो यार भाइ, किनेर खा। फ्रीको भयो। बक्सेर गाइज फुच्चेले चाउचाउ मागेर लयो होइन, ठिकै छ। जमानामा त्यो पानीमा डेन्जर पानी भर्न आइन्थ्यो गाइज है। 5-6 घन्टा एकैछिनै मान्छे आयो, लाज लाग्यो। बच्चा नि रहेछ यसको त, बाल बच्चाहरू यहीँ हो। गाइजहरू यहाँबाट माथि है, अब हामी जाँदैछौँ। हेलो कच्ची अब चाहिँ हामी जाँदैछौँ। के भन्दै थियो भन्दाखेरि त्यो पानीमा पहिला त 5-6 घन्टा लगाएर पानी भर्न आइन्थ्यो, आजकल त आइँदैन। कति आनन्द भएको यहाँ छिटै त देख्न सक्नुहुन्छ हरियाली। अब हामी रानीवनभित्र पसिसकेका छौँ। यहाँबाट हामी कहाँ जान्छ मलाई केही आइडिया छैन। यसले लाने हो, यसले जता लान्छ जाने हो गाइजहरू। के अरे यहाँ त पहिला बाघ थियो नि, तपाईँहरूलाई थाहा कि होइन। हामी स्कुल पढ्दाखेरि हामीलाई स्कुलबाट हेर्न लिएर आएको थियो बाघ त होइन, बाघको बच्चा चितुवा के हो त्यही थियो। सुसान एक्लै चिलमा माछा मार्दै। आज बेलुका हामीले माछा खान पाउने भयो गाइजहरू। लकडाउनमा हामी बेलुका यता हावा खान आउँथ्यौँ भाइ। लकडाउन पछि नै हो माउको यो बाटो चाहिँ। त्यो त्यहाँ अहिले थाकिसक्यो, मन स्यासा त भयो। यो फुल त यहाँ रहेछ गाइज। अब म तपाईँहरूलाई यस्तो ब्युटिफुल भ्यू देखाउन गइरहेको छु। देखिन्न केही भ्यू छैन। ल रोकिन एकछिन गाइजहरू। यस्तो हो यहाँबाट अहिले देखेन चाहिँ अलि उताबाट देखाउँछु पोखरा। यो थाकेको अवस्था, नन सिँढी छ गाइज। आई हेट सिँढी, तर के गर्नु, हिँड्छु म हिँड्छु। ओ माई गड फ्लावर कति राम्रो, म जस्तै फुल त लानु होइन। फुलै फुल्छ यो फुल, मेरो घरमा फुलेको भए कति राम्रो हुन्थ्यो होला गाइज। सल्लाहघारी सल्लाह धुपैले नन सिँढी रहेछ गाइज, ठिकै छ। त्यहाँदेखि माथि नि सिँढी नै सिँढी, फुलै फुल छ कि हामीलाई यस्तो फुलले स्वागत गरेको छ। देख्न सक्नुहुन्छ तपाईँहरू कति राम्रो फुल। एउटा फुललाई
एउटा फुललाई फुलले स्वागत गर्नु जस्तो राम्रो कुरा के होला र त्यो देख्न सक्नुहुन्छ यस्तै हो म थाकेको चाहिँ छैन स्यास्या भएर सुतिरहेको थियौँ नि त डाइरेक्ट हिँडेर आएको छ मैले अलिअलि थके त लागिहाल्छ नि गाइज यति पनि नभए त के रमाइलो होइन र ओके त्यो सुशान्त यो बाटो एक्लै गएको त्यो त साइको भइसक्यो जब माछा मार्नलाई त गाइजहरू के दबाई छ भने भनिदिनु है त्यसलाई माछा मार्ने रोग लागेको हो यस्तो बाटो एक्लै हुन्छ हामी सल्लाहघारी आयौँ होइन गाइज पहिला एउटा कहानी भन्छु म तपाईँहरूलाई पहिला हाम्रो मम्मीहरू जङ्गलमा दाउरा खोज्न आउनुहुन्थ्यो होइन अनि त्यति बेला यो धरी आउँथ्यो अनि यहाँ त पहिला त डेन्जर चिप्लो हुन्थ्यो क्या सल्लाहघारी अहिले त त्यति नरहेछ अनि यो सल्लाहघारीमा चिप्लेटी खेल्थ्यौँ नि हामी अनि चिप्लेटी खेल्दा खेल्दा यो त तर चिप्लेर वहीँ तल पुगेको के एउटा आन्टी हुनुहुन्थ्यो होइन आन्टीले नसमातेको भए त यो त तालतिर पुग्छ भाइ त्यस्तो कहानी हाल्न सक्छ हामी खतरा के खिलाडी तड्के आगे जिते माउन्टेन ड्यू दुःख त भ्यू ओमै चिप्लो है गाइज म त अन्नै चिप्लिनु सिट म्यान गर्मीले पसिना नाकको टुप्पोमा आइसक्यो तर ठिकै हो पसिना पुस्नुलाई हात खाली होइन फ्लावर अनदर फ्लावर फ्री स्टाइल भ्लग है त गाइजहरू यो फ्री स्टाइल घरमा पागल भएर बस्नुभन्दा त यता आएको ठिक हो नि त नि के कस्तो साथीहरू कमेन्ट गरिदिउँ है त ठ्याक्कै म त अब हामी पुग्न लागिसक्यौँ अप्पो देखाउँछ हजुरहरूलाई ब्युटिफुल भ्यू नट दिस भ्यू लुक एट द भ्यू गाइज कसको घर कता कता यस्तो कमेन्ट गर है त यसले त मलाई कति पोको बोकाएको ए भगवान् के हो त्यसै सल्लाह धुपी सल्लाह फ्लाइ उस हान्दै नि त एक सर्ट हान्दै त अँ हेर्नु अब यसले डेन्जर हान्छ मलाई थाहा छैन के हान्छ ल ओ रे के ल सही हो असिना पसिना भइसक्यो गाइज म एउटा भिडियो हान्दै नि त मेरो गाइज यो हो हाम्रो पोखरा हाम्रो घर चाहिँ त्यहाँ माथि हो तपाईँहरूले मैले देख्छु सो मच गर्मी गाइज अब दिस वे ओ के हो बाटो त डेन्जर छ त यही हो हिँड त साथीहरू म हल्का केयरफुल भएर हिँड्नुपर्ने हुन्छ है यहाँ चाहिँ अस्ति नै एबिसी जाँदाखेरि होइन चस्मा लाएको थिएँ अनि यस्तै भिडियो गर्दै थिएँ कि सिँढी रहेछ देखिन उत्तानो होइन घोप्टी पऱ्यो क्या घोप्टी डेन्जर लडेँ हातको छाला साला खुइले थियो डेन्जर भएछ त्यहाँबाट चाहिँ डर लाग्छ कि मलाई हेर्न सक्नुहुन्छ गाइज यस्तो छ भ्यू यो त डेन्जर भयो नि त नि यहाँबाट चिप्लो हुँदा सिधै तालमा हो नि फेरि साथीहरू आफूलाई त पौडी खेल्न नि आउँदैन फेरि ओमाइगड त्यो उहाँ पुगिसक्यो मेरो भिडियो गरिदिएर भन्नु पनि उहाँ पुगिसक्यो अब आफै गर्दै हिँड्नु पऱ्यो नि साथीहरू यो बाटो त पुरा सल्लाह पसिना चिसिसक्यो म्यान त्यो उहाँ पुगिसक्यो गाइज मनीहरू त्यो कहाँ पुगिसक्यो मलाई थाहा छैन यस्तो डेन्जर दामी भ्यू देखेर चिप्लो रहेछ कि लास्ट म त त्यो डेन्जर सुस्तारी हिँडेर आऊ के अहिलेमा अलमोस्ट दिएर गाइजहरू पुगेन यस कहाँ त्यो त्यहीँ हो अमला गाइज के खान्छौ कमला सुन्तला कि अमला पोखरा पुग्यो त्यो त पुग्यो गाइज म नि अब पुग्छ एकछिन नाचिँदा यी पोखरा फेवा तालको एक्लै बसेर माछा मारिरहेको ल गाइज यस्तो यहाँबाट भ्यू
हेर्न सक्नुहुन्छ लावारिसको पारा साथीहरू यही नै थियो आजको हाम्रो भ्यू चाउरी दिदी चाउचाउ दिनु पानी दिनु न अगाडि ड्याम साइड यो ड्याम साइडको पार्क भइहाल्यो अनि यो नयाँ पार्क ड्यामको अनि हामी छौँ यहाँ यो छ यहाँ अब यसले यहाँ खाजा बनाउँछ होइन हेवा तालमा साइले डुङ्गाउ डेन्जर गर्मी छ साथीहरू डेन्जर हेर्न सक्नुहुन्छ यही नै हो आजको हाम्रो भ्यू यसो क्लिक खिच्छु है खाजा पनि रेडी भइसक्यो साथीहरू होइन माझी दाइ यहाँ हुनुहुन्छ म चाहिँ चिल भ्यू इन्जोय हान्दैछु यहाँ माछा खा गाइज हेलो ओए तुझे बामेन सुसान कत्रो करेन्ट करेन्ट छ कस्तो खुट्टा भिजाउनु मन लाग्यो माछा गाइज फेरि खेल्न कहाँ गयो चुच्चे बाम ओइ कहाँ गयो कसरी ऐना जस्तो लाग्ला होइन तर यो ऐना होइन कि यो पानी हो पानीमा चाहिँ बादल देखेको छ कि होइन यस्तो सफा छ कि पानी यहाँ होइन 360 भ्यू है त गाइस 360 भ्यू ये 360 हेर्छ पोखरामा फेवाताल राम्रो माछा पुछे हिमाल छोपेछ सरङकोटको भ्यूै छ राम्रो माझी दाइले मानेन माछा नि भयो गाइजहरू हाम्रो प्याकअप अब घर जाम लाग्ने यहाँ त बस्दा बस्दा मलाई त्यस्तो निन्द्रा लागिसक्यो यस्तो शीतल ठाउँ छ उहाँको डेन्जर सही हो कि झिङ्गे गाइजहरू बिचरा हेर त म यसको जीवन बचाइदिन्छु म यसलाई झिङ्गे फाल्दे बिचरा फाल्दे छोड्दै उनको आशिका तामाङलाई पठाइदिउँ हेर्दै हेर माछा मारेको भिडियो बनाउन बनाइराखौ त माछा मार्ने ठाउँ यो माछै मार्ने ठाउँ ऊ यहाँनिर ऊ त्यहाँनिर पोखराको बजार फोहोर छैन हजार मुत्ने ठाउँ यहाँ त्यहाँ छैन मुत्ने ठाउँ माछा मार्ने ठाउँ हो यो माछा पर्यो नि फ्री स्टाइल आशिका दिदी तिमीलाई ये पुरै बल्छी सल्छी हानेको देखियो त्यसले साथीहरू ब्याक टु होम हेर्न सक्नुहुन्छ कति राम्रो फुल यो फुल घरमा लगेर रोप्न पाएको भए कति राम्रो हुन्थ्यो गाइजहरू तर ठिकै छ धेरै हिँड्यो यो त सर्थ सब फाल्दै यार दिमागै छैन यसको दिमाग जति सब माछा मार्न गरेर सकियो ऊ
हामीसँग एउटा बहिनी छ त्यो बहिनी चाहिँ जानी गीत गाइदिन्छ ए गजनी होइन कि यो त जतानी बजनी हो जतानी गीत गाइदिन्छ गाइज एउटा नै हाउलन चाहिँ यस्तो लाभा बच्चाहरूसँग गाइज एउटा घोप्टेको घोप्टे हो फेरि घोप्टेको मारे गाइस ए नगर्नु मुला त आज फेरि त मेन टाइटल हुन्छ नि फेरि यस्तो बेला देखाउनु ए दाउडी यहाँनिर हिँड्छ दामी यहाँ ल जा वाउ वाउ बादलहरू देख्न सक्नुहुन्छ म यो पोखराको दामी क्यामेराम्यान ओए ओए साला गुड्कियो ये रडै निस्किन गरेर गुड्कियो यार त्यो मेरो पछाडिको रड हेर्दा मह है गाइज मह म्याड हो नि देख्न सक्नुहुन्छ रुखबाट निस्किने बित्तिकै हामीले दुईजना वन जङ्गलीहरूलाई भेटेको छौँ हामीले होइन गाइज मैले यिनीहरू त मान्छेहरू होइन ऊ बोल्दो रहेछ है अब जस्तो गर्छ के यिनीहरूको पारै बुझेन यार जङ्गली जनावरहरूको थोप्सेरमा है कस्तो रहेछ थुतु खै त यसलाई नै खिचै यो चाहिँ ए एउटा यो ओए बाबु यता हेर यिनीहरूकै भाषामा बोलाउनु यिनीहरूलाई नि ऊ फुस्क्यो है फुस्किदेख अब यो कहाँनिर गएर सब फुस्किन्छ अब फ्री स्टाइल जोडीहरू भेटिन्छ जङ्गलमा यसरी मेरो पछाडि देख्न सक्नुहुन्छ फ्री स्टाइल जोडीहरू तपाईँहरूको लागि यो फुल चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला दिमाग चाहिँ रहेछ जो थाहा पाउँदो रहेछ त्यसलाई छोयो हुन्छ झन्डै ठोकेन एकादेशमा होइन गाइज देशै थिएन अरे के गर्ने अब देशै थिएन अरे के गर्ने अब आकाश देख्नुहुन्छ वाउ तल फेरि दुईजना हिँडिरह सरी गाइज अलि मलाई चाहिँ भ्लग स्लग बनाउनु आउनु मलाई बनाउनु आउने भनेको त्यही घर बनाउने बेला ब्लग हो यति हो त्यही नि गफ हान्दैको त्यही ब्लग नै बनाउनु आउनु मलाई बनाउनु आउने भनेको अन्डा र चर्चो हो अनि कालो चिया बनाइदिन्छु कफी सफी नि बनाउँछु हल्का फुल्का त कफी नि मिठो बनाउँछु ठिक छ फ्री स्टाइल हो फेरि जे पनि कफी त फेरि वाउ अनि फेरि मैले बनाएको चौचो खाएँ नि फेरि सब है फेरि साइको बनाइदिन्छु कफी बनाइदिन्छु चौचौमा फेरि मैले के हाल्छु थाहा
पानी हाल्छु पानीभन्दा अगाडि पहिला मैले डेक्ची जेसुकै पनि राखिदिन सक्छु अनि बल्ल मैले पानी हालेर अनि त्यसको चाउचाउ हालिदिन्छु अनि कति 2-3 चम्चा चाहिँ मैले माटो साटो हालिदिन्छु गाइज माटो खायो भने बल्ल पो हुन्छ नि या म्यान फ्री स्टाइल ढल्कु खाने फ्रम 10 नम्बर गल्ली तैँले बनाएको तरकारी मिठो लागेन नि किन यस्तो भएको दाइ चाहिँ नभन है मलाई फेरि तरकारी नै बनाउन आउन्न मलाई भात नै बनाउन आउन्न त्यही भएर जिन्दगी गाह्रो यस्तो है बाटो गाइज मैले कपाल काट्नु लाग्यो यति कसैलाई मेरो कपाल चाहियो भने है कल हान्दा हुन्छ 980 आइएम अलवेज हिरो फ्री स्टाइल धेरै नजिक भयो क्या अब फोन त है नजिक भएर नजिक त भएन होला यो चाहिँ बोक्सी र यहाँ चाहिँ खासै बोक्सीहरू हुन्छ यो बाटोमा चाहिँ अनि हामी चाहिँ यो जङ्गलमा जनावरहरू चाहिँ यहीँबाट निस्किन्छ अरे मैले सुनेको है ए दुईवटा जनावर त निस्किसक्यो